हेलो एन्ड नमस्ते तपाईहरुलाई न्यू डे न्यू ब्लगमा फेरि पनि स्वागत छ। म चाहिँ अल्छी लाग्दा पनि उठे है अनि आजको ब्लग यसरी सुरु हुन्छ। लेट्स सी। अनि बाहिर निस्केको त घाम त लागिसकेको रहेछ मज्जाले। अनि यता हेरेको सुन्तला पनि मज्जाले टल्किरा थियो। अल्छी पनि त्यस्तै लागिरा थियो मलाई हैन। भर्खर उठेर होला सायद। अनि मुख धुनु पर्यो भनेर मुख धुए। जतिसुकै चिसो भए पनि अब धुनु त परिहाल्यो हैन। मुखसुख धुए। मुखसुख धुएर म चाहिँ सिधै किचनतिर गएँ। किचनतिर गएको त ट्याक्क मैले नुडल्स देखिहालेँ। अनि हिजो के नखाएको त्यही कारणले भोक पनि लागिरहेको थियो। अनि मैले यसलाई बनाउनको लागि अब रेडी गर्दैछु सामानहरु। पकाउँदै गरेर त ग्यास ट्याक्कै सकिहाल्यो। अनि फेरि चुलामा पकाउनु पर्यो हतार हतार। फाइनली अनि पाकी पनि सक्यो। अनि मैले खाएँ ल। एकदमै बवाल भएछ नुडल्स चाहिँ। थ्यांक्स फर वाचिङ। बाइ बाइ बाइ।